हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यता सन्चै छु। अनि आज हामी चाहिँ भाइटिका लाउन साँझ भए पनि भाइटिका लाउनु पर्यो। अब दिनभरि ड्युटी जानुपर्छ होइन, अर्काको ठाउँमा नगरे काममा पुग्दैन। खाना साँझ र बिहान भने जस्तै अर्काको ठाउँमा अब काम गर्नै पर्यो। काम गर्नलाई आएको हामी ठिकै छ, जे जस्तो भए पनि अब हामीले अब बेलुकातिर टिका लाउन त भन्ने भइरहेको थियो दुई दाजुभाइ। अब जे जस्तो भए पनि अब होइन, अब दुःख पीडा मनमा छ होइन, जे जस्तो भए पनि अब टिका त लाउनु पर्यो होइन। त्यही भएर अब हामी चाहिँ अब टिका सिका लाउँछौँ एकछिनमा होइन। टिका सिका लाएर चट्ट लाएर अब दिदीलाई यस्तै नगर्नु, दिदी यत्रो नगर्नु होला भनेको। दिदीले झन् के बनाएर के खानेकुरा टन्न बनाएर ल्याउनु भए रहेछ होइन। अब हामी चाहिँ अब जे जस्तो भयो नि दुबईमा आएर पनि टिका लाउन पाएकै छौँ। अब होइन फुलहरू हेरिन पाएका छौँ। यता हाम्रो सर हेर्दै हुनुहुन्छ। ल हाम्रो सरले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ है। अनि हामी दुई दाजु बहिनी चाहिँ दिदी भाइ चाहिँ चट्ट लाएर टिका लाउँदै हुनुहुन्छ दिदीले होइन। जे जस्तो भयो नि हाम्रो नेपालको संस्कार रीतिरिवाज होइन, हामी विदेश आएर पनि म छोडेको छैनौँ के। पुस्ता यो रीतिरिवाज चाहिँ कहिल्यै नछुटोस् होइन। पहिला पनि चलिआएको थियो हाम्रो बाउ बाजेको पालामा, यो हाम्रो छोरा नातिको पालामा यस्तो रीतिरिवाज। त्यही नै हो, आफू जता जुनसुकै देशमा जस्तो भए पनि दिदी बहिनी हुनुहुन्छ भने आफू गएको कन्ट्रीमा आफू गएको देशमा त्यहाँ चाहिँ अब होइन नजिक हुनुहुन्छ भने फुलमाला होइन चट्ट भाइटिकाको लगाइहाल्नु पर्छ। मैले चाहिँ लगाइहालेँ है। अब तपाईँहरूको कता हुनुहुन्छ लगाउनु पर्छ साथीहरू होइन। जे जस्तो भयो नि पीडा हुन्छ थाहा, पीडा दिलमा मान्छे चिलमा भने चाहिँ अब के गर्नु त। अब दुःख कष्ट हुने कसलाई हुन्छ। अब चाहिँ रमाइने टाइममा रमाउनु पर्यो होइन, खाने टाइममा दिदीले भन्नुभएको नोडो गरेर लाज लाग्छ रे। ल दिदीलाई त्यत्रो दुःख नगर्नु, दिदी यस्तो दुःख गर्नु पर्दैन भनेको। आमा दिदी के लिएर आउनुभयो फेरि यता हेर्नु। ल हामी दुईजना आज चाहिँ छुट्टा लगाएर अलिक भाइटिकाको दिन होइन। अहिले हुन्छ नि अलिअलि नेपालीको भाषा वेशभूषा चलन के भन्छ बुढापाका चलचलन चाहिँ गर्नुपर्छ। त्यो चाहिँ भइरहनुपर्छ भन्नुभएको छ। खाडी मुलुकमा नि अगरबत्ती बलिहाल्यो। हाम्रो सर पनि साममा हिरो देखिनु भएको छ त यार। क्या है।